हाल एएनटीएफ र मानस घले बीचको विवादले नेपाली हिपहप सिनमा धेरै चर्चा बटुलिरहेको छ। यो विवाद सुरु भयो जब एएनटीएफले नेपपको श्रिपेजमाथि प्रश्न उठाउँदै जजहरू गाइडेन्स दिनुभन्दा एकाउन्टेन्टको काम गरिरहेको टिप्पणी गर्यो। त्यसपछि एएनटीएफले र्याप रियालिटी शोले र्यापरहरूलाई स्टार बनाउने भन्दा गरिब बनाउने दाबी पनि गर्यो। यसको जवाफमा मानस घलेले एएनटीएफलाई डाइरेक्ट टार्गेट गर्दै अरूको काममा किन हात हाल्ने भन्ने प्रतिक्रिया दिए। त्यसपछि उनले आफूले हुडबाजी र्याप ब्याटलको रु 10,000 पेमेन्ट 2 वर्षसम्म पनि नपाएको आरोप सार्वजनिक गरे। पछि एएनटीएफले मानस घलेसँगको च्याट सार्वजनिक गर्दै आफूहरूले पटक पटक पेमेन्ट लिन बोलाएको तर घलेले बिजी छु क्युआरमा हालिदिनु भनेको दावी गर्यो। एएनटीएफका अनुसार उनलाई कपन स्टेज स्टुडियोमा पनि धेरै पटक बोलाइएको थियो। त्यसपछि एएनटीएफले मानस घले र्यापर ट्रिक्ससँग डराएर पैसा लिन नआएको आरोप लगायो। तर ट्रिक्सले तिमीहरूको बिफमा मलाई नतान, मेरो मानस घले प्रति न हेट छ न लभ भन्दै आफू यो विवादमा संलग्न हुन नचाहेको स्पष्ट पारे। विवाद अझ बढ्यो जब मानस घलेले आफ्नो पर्सनल नम्बर र च्याट लिक भएको भन्दै नेपाल पुलिस र बालेन शाहसँग सार्वजनिक रूपमा सहयोग मागे। घलेले कपन बोलाउनुको वास्तविक उद्देश्य आफूलाई कुट्ने योजना रहेको दावी गरे र उक्त जानकारी हाकिम गुरुङले आफूलाई समयमै दिएको आरोप पनि लगाए। पछि घलेले आफूलाई अब त्यो रु 10,000 पेमेन्ट आवश्यक नरहेको बताउँदै हुडबाजी ब्याटलको भिडियोबाट आफ्नो सबै पार्ट हटाइदिन र त्यसका लागि 2-3 दिनको समय समेत दिए। उता एएनटीएफले भने मानस घलेले बच्चा जस्तो व्यवहार गर्दै पुलिसको सहयोग मागेको आरोप लगायो र उनीमाथि अन्य व्यक्तिगत टिप्पणीहरू पनि गर्यो। यसैबीच एएनटीएफले आफूहरू र्याप रियालिटी शोको भोटिङ सिस्टमको पूर्ण विरोधमा रहेको बताइरहेको छ। अर्कोतर्फ नेपपको श्रिपेजले पनि आफ्नो फर्मेटको बचाउ गर्दै नेपालमा सफलतापूर्वक धेरै सिजन सम्पन्न गरेको दावी गरेको छ। हालै दुवै पक्षबाट आरोप प्रत्यारोप जारी छन्। सार्वजनिक रूपमा आएका यी दावी र प्रतिदावीहरू स्वतन्त्र रूपमा पुष्टि भएका छैनन् र यो विवाद अझै सकिने संकेत देखिएको छैन। आगामी दिनमा थप घटनाक्रम आउन सक्ने सम्भावना छ। तपाईको आफ्नो धारणा कमेन्ट गरिदिनुहोला।